उनी ती हुन् जसले पसिना बेच्छिन् सित्तैमा, जिन्दगी कटाउँछिन् चुप्रोको चार भित्तैमा। फलामले बनेको छ रे शरीर, त्यसैले त आज म गले कहिले भन्दिनन्। पेट भुक्कै छ उनको, टन्न अगाकि छु म तै खा भन्छन्। पेट कराइ त हाल्छ उनको, मेरी आमा त ढाँट्नै जान्दिनन्। टोको बोक्दा बोक्दा भुइँ छुन लागिसकिन्, अझै गाई भुक्कै हुने हो कि भन्ने पिर पो लिन्छन्। चप्पल चुटिएको छ उनको, खाली खुट्टे खल्तीमा भएको 2-2 रुपियाँ जोडेर सन्तानको लागि पुस्तक किन्छन्। पैताला फुटेको छ उनको, आज खेतमा म जाउँ भन्छु, केही भएको छैन मलाई भन्छन्। उनी मान्दिनन्। सुत्ने बेला खुट्टा कटकटी खाइ त हाल्छ उनको, भन्छु नि, मेरी आमाले त ढाँट्नै जान्दिनन्। उनले लगाएको लुगा च्यात्तिएर झुम्रो भइसक्यो, अझै भन्छन् बजार गएकी थिए, केही राम्रो थिएन नक्किनी आए। त्यति पैसाले त मेरा छोराछोरीलाई अक्काउँ मासु पो ल्याए। दसैँ आइसक्यो आमा, योचोटि चाहिँ राम्रो साडी किन न ल। कुरा मानेर फेरि बजार पनि जान्छन्। दाम हेर्दै सबैभन्दा सस्तो छान्छन्। महँगो त उनले मरे छान्दिनन्। एक फेर लाएसी सस्तो साडी च्यात्तिहाल्छ, दाउरामा अल्झिएर हो भन्छन्। भने त मेरी आमाले ढाँट्नै जान्दिनन्। गाईको दुधले मेरो पेट सन्चो नै गर्दैन, मैले त तिमीहरूको लागि पो साँचे कि त्यो दिन उनलाई पुग्ने चामल नै थिएन, भन्छन् परिवारलाई राम्रो होस् भनी आज त मैले व्रत राखेँ कि। तिमीहरूले त पढ्नुपर्छ, विदेश गएर मलाई पाल्नुपर्छ भन्छन्। आफन्तकोमा 2 दिन बस्न गएँ कि म, नानी कहिले आउँछस् भनी हरेक दिन गन्छन्। लाउ आमा तिमीलाई त चुरा ल्याइदिएकी छु, यति महँगो किन ल्याउनु पर्यो भनी हिसाब त सुरुमै माग्छिन्। घरमा खान चामलको गेडो छैन, तर पनि आमासँग हुँदा भोको पेट त कहिले भइन। आधा उमेर गइसक्यो आमाको, अझै तँलाई के को टेन्सन, म यति जाबो ऋण त खेती गरेर पनि तिर्छु भन्छन्। दुःख जति भए पनि आमाले अरूबाट त सहयोग लिनै मान्दिनन्। राति पिरले